Hello guys, namaste. Welcome to my YouTube channel. It's me Anu Karki. होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज धानको बिउ उखाल्न हिँडेको। हाम्रो चाहिँ भोलि रोपाइ छ हैन। अनि धानको बिउ उखाल्न हिँडेको घाम लागलास भयो है। घाम लागिसक्दैन उखाल्नु। घाम नलाग्नेसम्म म चाहिँ धानको बिउ उखाल्छु। अनि त्यसपछि फेरि घर आउँछु। हाम्रो धानको बिउ चाहिँ यहाँ राखेको छ। यत्रो भइसक्यो धानको बिउ। अहिले चाहिँ कोही छैन उखाल्यो। अहिले चाहिँ म एक्लै हो हैन। अहिले मान्छेहरू पनि बोलाएको छ। अनि दुई तीनजना कतिजना आउनुहुन्छ मान्छेहरू पनि बिउ उखाल्नको लागि। अहिले चाहिँ म एक्लै छु। बारी गर्नु चाहिँ निन्द्रा लाग्छ है। उखाला जस्तै बिछन् पनि। रोप्ने चाहिँ हैन। त्यो पनि हाम्रै मकै हो है। यो हाम्रो परालको टाङ हो हैन। यो हाम्रो आँपको गाछी हो। हाम्रो त्यसै झरेर सकिसक्यो। यहाँ कागती हाम्रो कागतीको बोर्ड छ है। गाइस यो चाहिँ धानको बिछन हो हैन। राम्रोसँग हेर्नु। तपाईहरुले देख्नु भएको छ कि भएको छैन। धानको बिछन हो यो चाहिँ हैन। त्यहाँसम्म चाहिँ धानको बिछन छ हाम्रो हैन। त्योसम्म चाहिँ सबै हाम्रो धानको बिछन हो हैन। बिउ उखाल्नु आएको है। अल्छी लाग्यो मलाई त उखाल्नु नपाइकन। निन्द्रा लाग्छ हो बारीमा आउनु के भए। मान्छेहरू काम गर्दा गर्दा थाकेर मतलब थके के अरे काम गर्दा गर्दा थाकेर थके मार्न जान्छन् हैन। म चाहिँ थके मार्दा थाकेर फेरि थके मार्न जान्छु। यस्तै छ के गर्ने होला। कसरी गरी खाने होला। के गर्ने होला। सोध्न नि सकेको छैन मैले त। अब चाहिँ बिछन उखालौँ हो। बिछन उखालौँ। धेरै तपाईँको बाक्लो भएको हो कि अहिलेसम्म त्यस्तो डाँडामा पनि फल यस्तै पो भइसक्यो यस्तै। तेरो काम छैन अहिले त्यहाँ त्यो कोचे मुखको फोटो नखिच है नानी। किन ढिलो आयो त। हाम्रो अर्को जन पनि आउनुभयो। आजको बिछन खाली हाम्रो सबभन्दा सानो जन आउनु भएको छ। सबैले हाई गरिदिनु होला। मिठो होला हो भन्छ धागो बिछन उखाल्ने हो भन्छ नि हो हो हामी बिछ्यान उखाल्न आएको हो। पापासँग खाने हो। ल पखाल्ला खावास। चोप लाग्छ। अब चाहिँ खाजा खानु रे हैन। खाजा बनाउनु पर्यो। खाजा हात खुट्टा धोएर अब खाजा बनाउँछु म चाहिँ। खाजा चाहिँ मैले चाउचाउ बनाउनु आएको थिएँ हैन। चाउचाउमा चाहिँ मैले के हाल्छ नि टमाटर, प्याज, खोर्सानी, चना, सोयाबिन यसलाई चाहिँ मस्त भुट्ने।
hamsa wai wa sao sao bye bye. ढिलो हुँदैछ है, खाजा बनाउनु पर्यो है गाइज। हाम्रो खाजा रेडी भयो, हेर्न सक्नुहुन्छ। अब चाहिँ म ग्यास बन्द गरिदिन्छु। कस्तो भयो होइन। अब म खाजा खान बोलाउन जान्छु। क्या करूं ओ लेडीज, मैं हूँ आदत से मजबूर। क्या करूं, खाजा खाना आउनु। अनि त्यो बुढोले चाहिँ के गर्ने हो र रोपिदिन्छ आली लाग्यो अरे रेडी छ उसको बारी आली लागेकै छैन नि पुरा भएन आली ला तासेको मात्रै हो म त मान्छे पाएदेखि यही माटोमै लाउँ अब यो त सारे पनि रहेछ नि हजुर हजुर यो रातो रातोहरू सामे हो उखाला चाहिँ यहाँ थुपार राख्दैछ नात्री हुन्छ त धानमा हामी भित्र खान लाबे छ पिसा पानी भए कम के भयो हाम्रो चाहिँ बिछान उखाल त सकिसकेको छ सकेको चाहिँ होइन आधी चाहिँ उखालिसिए यति उखाल्यो बिछान भोलिलाई यति भयो भने पुग्छ होला कस्तो घाम लागिरहेको अहिले चाहिँ घाम लाग्यो कि अहिले त घाम लागेको थिएन नि घाम नलागुन् जसम्म उखाल्छु भन्नु लाग्यो होइन घरबाट मैले उखाल्दा घामै नलाग्यो भने अहिले घर जाने बेला ठिक्क भएपछि चाहिँ घाम लाग्दिएर हमारे साथ छ क्यों होता है हाम्रो त्यहाँ आँट छ ल गाइस भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाइ अब घर